अजामी नाम गरेको गुरु आफ्नो जीवनकालभरि पापै पाप गरेर अन्तिम समयमा आएको छ। जाऊ यता शीघ्र गएर यसलाई यमलोकमा लिएर कुन चाहिँ हो पापी हेर्दाखेरि त यही जस्तो छ के थाहा कति डरलाग्दो मान्छे कहाँबाट आएको तेरो समय सकिसकेको छ मलाई लैजानको निमित्त आएको छु मेरो समय सकिएको छैन। अझै मैले कति धेरै कर्म गर्नु छ, कति धेरै अरूको धन लुट्न अझै बाँकी छ। मेरो इच्छा गरेको छैन। धन लुट्ने तेरो समय सकिसक्यो। तैँले आफ्नो जीवनकालभरि कुनै पनि धर्म कर्म गरिनस्। त्यसैले मलाई मेरो स्वामीको आज्ञा छ कि तपाईँ यथाशीघ्र यमलोकमा लिएर जाने। कतै आपत परेको जस्तो छ। जाऊ गएर उसले नारायणको नाम लिएको छ, गएर त्यो भक्तलाई मेरो पासमा लिएर आओ। जाऊ कहाँबाट आयो यहाँ? यो कानेकुचे नाम गरेको सहरमा बस्नेवाला दासीपति अजामिल, यसलाई लिन तिमी आएका छौ? म भगवान अजामिलको बीचमा आएका छौ। विष्णुको धामबाट म आएको छु। हे यमका दूत, हेर, जसले जीवनको अन्त्यमा 12 महारथीको नाम लिन्छ, स्वयम्भो नारदो स्वयम्भो कुमारो कपिलो मनो प्रहलादो जनको भीष्म बलिर्वय सकिर्वयम, स्वयं प्राण त्याग गर्ने बेलामा नारायण भनेको छ यसले। यसले आफ्नो जीवनकालभरि पापै पाप मात्र गरेको छ। यसले नारायण त नारायण स्वयं विष्णुको नाम होइन। यसले डर त्रासमा आफ्नो कान्छो पुत्रको नाम नारायण भएकोले आफ्नो कान्छो पुत्रलाई बोलाएको। यसले स्वयं भगवानको नाम जपेको होइन। ए देवदूत, सुन, धर्मराजका दूत हो, त्यसैले म तिमीसँग धेरै विवाद गर्न चाहन्न। चाहे आगाले जानेर छोइए पनि पोल्छ, नजानेर छोए पनि पोल्छ। साङ्केत्यम्मा परिहासम्मा स्तोबलं लोभननीवमा वैकुण्ठ नामगरण ऋषिशागहरन विदु। सङ्केतले भए पनि भगवानको नाम लिएको छ, ऋषिले भए पनि भगवानको नाम लिएको छ, अथवा तिम्रो डर त्रासले भए पनि उसले नारायण भनेको छ। त्यसैले अघि पछिका 4 शिशिका औषधि मर्ने बेलाको यो 4 शिशिका औषधि भनेको नारायण हो। यदि कुनै मनुष्यले आफ्नो जीवनकालभरि पापै पाप गर्छ, धर्म गर्छ, तर अन्तिम समयमा त्यसले चुकिएर बिर्सिएर नारायणको नाम लिन्छ, भगवानको नाम लिन्छ भने यसको स्थान कसरी देवलोक हुन सक्छ? त्यसैले त हाम्रो सम्पूर्ण देवलोक खाली हुन्छ र यस्तो सम्भव यस्तो हुन दिने छैन। मलाई मेरो प्रभुको आज्ञा छ कि यस अजामिललाई तिमीले मानेनौ भने मसँग युद्ध गर्नुपर्छ। किनकि सुन, जस्तो सुकै अवस्थामा भए पनि
श्लोकम्बा श्लोकपार्णमा युन्ती भागवतम पठी मर्ने बेलामा आधा श्लोक भए पनि एक श्लोक भए पनि गीता गंगा तुलसी विप्र गौ जसले स्मरण गर्छ जसले भगवानको नाम लिन्छ त्यो मुक्तिमा जान्छ त्यो वैकुण्ठ धाममा जान्छ। बन्द गर तिम्रो प्रवचन। हे देवदूत आओ, यदि तिमी पनि हदी छौ र तिमीले पनि यसलाई आफ्नो लोकमा लान लागेको हो भने सुन, आऊ तिमी र म युद्ध गरौँ जसले विजय प्राप्ति गर्छ। त्यसैले यसो हामीलाई आफ्नो लोकमा लिएर जानेछ। मन्जुर छ? अवश्य यमदूत आओ, युद्ध गर्ने हाम्रो स्वभाव होइन। आइज तँलाई त म जसरी पनि लिएर जानेवाला छु। आइज कहाँ गयो? कहाँ जान्छ? आइज आइज Yo,